हेलो, आज चाहिँ हामी हेयर ब्यान्ड बनाउन सिक्दैछौँ। अब यसको लागि चाहिँ हामीलाई सेतो धागो चाहिन्छ अनि बो बनाउनको लागि मरुन कलरको मैले चाहिँ मरुन कलरको बो युज गरेको छु। त्यसैले अब हामीले चाहिँ स्लिप नट बनाउनु पर्ने हुन्छ। हेर्नुहोस् है त म कसरी बनाउँदैछु। यस, हाम्रो स्लिप नट भइसकेको छ। अब तपाईले 70 चेन बनाउनुहोस्। म सँगसँगै बनाउनु है, मेरो भिडियो अलिकति स्पिड पनि हुनसक्छ। काउन्ट गर्दै 1 2 3 गर्दै 70 चेन बनाउनु होला। हेर्नुहोस् त मैले 70 चेन बनाइसकेको छु। अब 70 चेन पछि चाहिँ हजुरले के गर्नुपर्छ, 70 चेनमा हात राखेर हजुरले 3 चेन बनाउनु पर्यो, 3 चेन काउन्ट गर्दै हो। काउन्ट गरिसकेपछि यान ओभर गर्ने अनि जहाँ तपाईँले 70 चेनमा हात राख्नु भएको छ त्यहाँबाट हुक इनसाइड एन्ड पुल टु लुप टु लुप। यो चाहिँ हाम्रो डबल क्रोसे भयो। अब सेम स्टिचमा, त्यही स्टिचमा चाहिँ हामीले यान ओभर गरेर 3 चोटि हामी चाहिँ डबल क्रोसे गर्छौँ है त। गर्नुहोस् त, पुल टु लुप अगेन टु लुप। यो चाहिँ हाम्रो डबल क्रोसे भयो। मैले चाहिँ 3 चोटि गरिसकेको छु। अब फेरि 3 चेन बनाउनुहोस्। 3 चेन भनेपछि टर्न एनदर साइड मैले लेखिदिएको पनि छु। त्यसपछि हजुरले फर्स्ट स्टिच चाहिँ छोडेर हजुरले सेकेन्ड स्टिचबाट चाहिँ हुक इन्सर्ट गर्ने अन सेकेन्ड चेन अनि हजुरले डबल क्रोसे गर्ने। फेरि 1 चेन गरेपछि थर्ड चेनमा चाहिँ हुक इन्सर्ट गरेर फेरि डबल क्रोसे गर्नुहोस्। त्यसपछि फेरि 1 चेन गरेर लास्ट जुनमा चाहिँ बाँकी रहेको होल्समा, पुरै होल्समा हजुरले चाहिँ के गर्नुपर्ने हुन्छ, मैले पोइन्ट पनि गरिरहेको छु हो। त्यस्तो होलमा चाहिँ हजुरले यान ओभर गरेर हुक इन्सर्ट गर्ने एन्ड टु डबल क्रोसे। यस, अब यही प्रोसेस चाहिँ हामी चाहिँ अन्तिमसम्म गर्दैछौँ। अब हेर्नु है, 1 2 3 3टा चेन बनायौँ। 3 चेन बनाएपछि टर्न एनदर साइड एन्ड लिभ द फर्स्ट स्टिच एन्ड डु अन सेकेन्ड चेन। यान ओभर गरेर डबल क्रोसे गर्ने। यान ओभर अन सेकेन्ड स्टिच इन्सर्ट द हुक, पुल टु लुप and do double crochet, 1 chain, yarn over and on second stitch do double crochet, फेरि 1 chain अनि फेरि yarn over गरेर त्यहाँनेरि खाली त्यो ठुलो होल छ नि त्यहाँनेरि इन्सर्ट गरेर फेरि हामीले चाहिँ के गर्नुपर्ने हुन्छ, डबल क्रोसे गर्नुपर्ने हुन्छ। यसरी नै सेम प्रोसेस चाहिँ हजुरले हजुरको हेड मेजर गरेर पनि बनाउन सक्नुहुन्छ, कति लामो चाहिन्छ भनेर। हेर्नुहोस्, मैले चाहिँ यतिको लामो बनाएको छु, जुन चाहिँ मेरो टाउकोमा फिट हुन्छ। त्यसपछि अब चाहिँ हामी लास्ट स्टिच हेर्छौँ। लास्टमा चाहिँ हामी
लास्ट स्टेजमा चाहिँ हामी चाहिँ के गर्छौँ भने अगाडि हामी 3 चेन गर्थ्यौँ भने यहाँ चाहिँ 2 चेन गर्छौँ 2 चेन गरेर चाहिँ टर्न एनदर साइड यार्न ओभर अनि फेरि डबल क्रोसे गर्छौँ त्यही पहिला गरे जस्तै तर हामी 1 चेन गर्थ्यौँ नि अब चाहिँ हामी 1 चेन गर्दैनौँ फेरि यार्न ओभर अनि हो त्यो सेकेन्ड स्टेजमा हामी हुक इन्सर्ट गर्छौँ डबल क्रोसे 1 चेन गर्दैनौँ डबल क्रोसे अब फेरि 2 चेन बनाउँछौँ 2 चेन बनाएपछि यार्न ओभर फेरि त्यही पहिलाकै जस्तै डबल क्रोसे बनाउँछौँ तर हामी डबल क्रोसे बनाउँदैनौँ 2 लुपबाट झिक्छौँ फेरि अब हेर्नु है 2 लुप मैले झुकेर भनिहालेँ फेरि 2 लुप हामीले चाहिँ 2 लुप झिक्दै जाने हो लास्टमा पनि अब लास्ट होल पुल 2 लुप एभ्री इच एन्ड एभ्री मा है पुल 2 लुप अब चाहिँ हामी फेरि यार्न गरेर सबै होल्समा चाहिँ यसरी निकाल्छौँ निकालिसकेपछि अब हामीले चाहिँ अगाडि कतिवटा चेन गर्नुभएको थियो 70 चेन गर्नुभएको थियो होइन 70 चेन बराबरको बनाउँदा पनि हुन्छ 73 गर्दा पनि हुन्छ 70 गर्दा पनि हुन्छ मैले चाहिँ यहाँ 70 चेन बनाएर चाहिँ यहाँलाई कट गरेको छु हेर्न सक्नुहुन्छ मैले 70 चेन बनाएँ त्यसपछि यहाँलाई कट गरिदिएँ अब पालो रहेको छ बो बनाउने है त बो बनाउन चाहिँ अब हामीले के गर्नुपर्छ त मरुन कलरको बो बनाउँछौँ हामी यस्तै मरुन कलरको धागो लिन्छौँ अनि त्यसपछि स्लिप नट बनाउँछौँ स्लिप नट बनाइसकेपछि हामी 22 चेन गर्छौँ है त 22 चेन काउन्ट गर्दै ट्वेन्टी टू चेन भयो अब हामीले चाहिँ फर्स्ट स्टेजलाई छोडेर सेकेन्ड स्टेजबाट चाहिँ स्टार्ट विथ सेकेन्ड यसरी 1 सिङ्गल क्रोसे गर्छौँ 1 सिङ्गल क्रोसे गर्दै 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 सबैतिर त्यही रिपिट प्रोसेस फलो गर्छौँ है त अन्तिमसम्म रिपिट सेम अप टु 8 लाइन्स भने चाहिँ यसरी नै सिङ्गल क्रोसे गर्दै 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 8वटा लाइन जति बनाउने 8वटा लाइन कसरी काउन्ट गर्ने मैले देखाउँछु तपाईँलाई यहाँ अब हामी लास्ट स्टेजमा आयौँ लास्ट स्टेजबाट 1 सिङ्गल क्रोसे गरेपछि 1 चेन बनाउने मैले भिडियो स्लो पनि गरेको छु 1 चेनपछि टर्न अनि त्यसपछि फर्स्ट स्टेज होइन सेकेन्ड स्टेजबाट चाहिँ हजुरले चाहिँ 1 सिङ्गल क्रोसे गर्दै जाने यसरी नै बनाउँदै बनाउँदै तपाईँले 8 रोज बनाउनु पर्ने हुन्छ हेर्नु त मैले 8 रो बनाइसकेको छु अब 1 2 3 4 5 6 7 8 लाइन्स काउन्ट गरेँ त्यसपछि 1 चेन बनाएँ
1 चेन बनाइसकेपछि यसलाई फिनिसिङ टच राम्रो दिनको लागि फर्स्ट चेन छोडेर सेकेन्ड चेनबाट यसरी मैले स्टिच गरेँ। यसले चाहिँ राम्रो फिनिसिङ टच दियोस् भनेर यसरी बनाउँदै बनाउँदै अन्तिमसम्म बनाउनु होला। अब यसलाई हामीले स्टिच गर्नुपर्ने हुन्छ। स्टिच गर्नको लागि मैले गरे जस्तै गर्नु होला। यसरी होल्समा इन्सर्ट गर्दै हजुरले चाहिँ यसरी स्टिच गर्नु होला। अर्को साइडमा फिनिसिङ टच दिए जस्तै यो साइडमा पनि त्यसरी नै फिनिसिङ टच दिनेछौँ। मैले भिडियोमा देखाए जस्तै गर्नु होला। यसरी नै वरिपरि फिनिसिङ टच गर्दै जानु। अब यसलाई आगोले डढाएँ। त्यो सिलाएको भागलाई चाहिँ बिचमा आउने गरी यसरी गर्नु होला। अनि त्यसपछि बोको सेप दिनुहोस् मैले जसरी। अब तपाईले यसलाई सिलाउन पनि सक्नुहुन्छ। म चाहिँ यसरी बान्दैछु, बेर्दैछु। 6 चोटि बेर्नुहोस्। बेरिसकेपछि पछाडिबाट सिलाउनु होला सियो धागोले। यसरी निकाल्नुहोस्। अनि त्यसपछि फेरि त्यहाँ थोरै धागो लिएर नट बनाउनुहोस् ताकि दरोस् स्टिच।
यसरी गाँठो बनाउनुहोस्, अर्कोतिरबाट निकाल्नुहोस्। अब यसलाई बोको सेप दिनको लागि हल्का मिलाउनुहोस्। हेर्नुहोस् त हाम्रो बो भयो। अब हामीले यो हेयर ब्यान्डमा अट्याच गर्नुपर्ने हुन्छ। एट्याच गर्नको लागि तपाईँले जुन साइडमा बनाए पनि हुन्छ, म चाहिँ यो साइडमा बनाउँदैछु। यसरी राखेर सिलाउँदा पनि हुन्छ हुन चाहिँ होइन। मलाई चाहिँ अब भिडियो लामो हुन्छ जस्तो लागेर हतार गरेर चाहिँ म बेरिदिन्छु यसलाई चाहिँ यसरी। म 8 टाइम्स बेर्छु अलिक दरोस् भनेर। 8 टाइम्स बेरिसकेपछि म अगाडिको जस्तै सिलाइदिन्छु। यसरी नै अगाडिको जस्तै भनेको थिएँ नि मैले, यसरी सिलाइदिन्छु। अनि यसलाई हाइट गरेर कट गरिदिने। यसलाई हल्का डढाइदिने। हाम्रो हेयर ब्यान्ड चाहिँ रेडी भएको छ। हेर्नुहोस् त, हजुरले यसलाई बजारमा लगेर बेच्न पनि सक्नुहुन्छ, आफ्नो लागि प्रयोग गर्दा पनि भयो। हेर्नुहोस् त।